ट्र्याकमा हो नि म त म गिटारमा हुँदैन ट्र्याकबाट सोच्नुहोस् केही खानुहुन्छ के पिउनुहुन्छ त्यो सबै एकदम हामी एकदमै नारीहरूको यो खुसियालीको लागि आज यो दिवस मनाइरहेका छौँ। त्यसैले तपाईँहरूलाई केही कुरोको पनि दुःख नमाने केही पनि बोल्नुको अप्ठ्यारो नमाने हामीलाई भन्न सक्नुहुन्छ के चाहियो के खानुहुन्छ के खानुहुँदैन। त्यसले गर्दाखेरि आजको दिवसमा हामी सर्वप्रथम नारीहरूलाई नै प्रायोरिटी दिएर हामी एउटा आज नारीहरूलाई एकदमै शोषण त्यस्तो भइरहेको छ बेङ्गलोरमा कतिवटा घटनाहरू सुनिरहनु भएको छ। त्यसले गर्दा आज सजग भएर हाम्रो यहाँनिर मेन्टली उयो गर्ने सपोर्ट गर्ने यहाँनिर भेला हुनुपर्छ तपाईँहरूलाई पुरा आज हामी एउटा वर्कसप जस्तो पनि गर्छौँ। त्यसले गर्दाखेरि तपाईँहरूले एकदमै सुर्ता नहुनुहोस्। त्यसको लागि तपाईँहरूलाई एकदमै स्वागत जनाउँदैछौँ हामी यो दिवसको लागि। धन्यवाद। फाइनली बढ्यो। अब सबैजनालाई खुट्टा पनि यसो गरिदिनु हराइदिउँ न हामी। ओके वाउ थ्याङ्क यू सो मच। धेरै आभारी छु है कति राम्रो तपाईँहरू हुँदो रहेछ। वाउ यहाँ बसेपछि हामीले पानी पराएन। ओके हेर्नुहोस् हामी मिल्यौँ भने नि एक्लैमा त गाह्रो पर्छ क्या तर हामी मिल्यौँ भने कुनै पनि कुरा असम्भव छैन होइन। अर्को नेक्स्ट फेरि अझ एउटा गेम छ बादमा गर्नुहोस् ल। तपाईँ राम्रो हुँदो रहेछ मजा आयो मलाई। ओके हामी जोरदार ताली बजाएर हाम्रो सुनित सरलाई स्वागत गरौँ। हाम्रो थोड़ी हंसी आज गम है तो कल है खुशी दिल की यही रीत है हार के बाद ही जीत है समझ जिंदगी की यही रीत है हार के बाद ही जीत है। सबैलाई नमस्कार गुड आफ्टरनुन र गुड इभिनिङ भनौँ। अन्त साथै इन्टरनेसनल वुमेन्स डेको नारी दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना छ है। तपाईँले सुनिहाल्नुभयो आजको जुन चाहिँ विषय छ जसमा म अलिकति केही बोल्न गइरहेको छु द्याट इज हाम्रो मानसिक स्वास्थ्यको बारेमा है। सो त्योभन्दा पहिला आई थिङ्क तपाईँहरू सबैजनालाई थाहा छ अहिलेको समयमा रादर पहिलादेखि नै आइरहेको जुन चाहिँ छ कि छोरी मान्छेहरू हामीले हेर्नु पर्दाखेरि हाम्रो डे टु डे लाइफमा दिनदिनैको जीवनमा चाहिँ कति विभिन्न प्रकारको सङ्घर्षहरू विभिन्न प्रकारको कुराहरूदेखि जुझिरहनु परेको छ फेस गरिरहेको छ है। अन्त हामी इभन हाम्रो अहिले डे टु डेको लाइफमा हामी फेस गरिरहेका छौँ जहाँसम्म लाग्छ सबैजना अवेर हुन्छ त्यसको बारेमा है। इङ्ग्लिस र नेपाली मिक्स गर्दा हुन्छ होला है। विषयमा सोच्नुहोस् इफ तपाईँहरूले केही त्यसको बारेमा आफ्नो ओपिनियनहरू राख्न चाहनुहुन्छ है तपाईँलाई कि त मै हुन्छु हो के न लु भन्नुहोस् है। हामी चाहिँ यहाँको मान्छेसँग कसरी बस्नु पर्दो रहेछ भन्दा चाहिँ नम्र तपाईँहरू अरू जग्गा गएर आउनु भएकोलाई यहाँ बस्नु भएकोलाई दिल्ली बम्बई कलकत्ता अरू जग्गा गएर बसेर गुजारा गरेर हेर्नुहोस्। सेलिब्रिटीहरू दिदीबहिनी सबैलाई नेप इन्डिया फाउन्डेसनको तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना टक्राउँदछु। विशेष आजको यस कार्यक्रमका हाम्रा नेप इन्डिया फाउन्डेसनका सभापति श्रीमान सञ्जित विश्वज्यू, हाम्रो यस कार्यक्रममा पाल्नुभएका हाम्रो मेरो भाइ भनौँ साथी भनौँ हाम्रो पलज्यू जो अति नै संस्थाको निम्ति आदरणीय हुनुहुन्छ, उहाँ हाम्रो भीम भाइ जो यस संस्थामा विगतको कयौँ सालदेखिको लिएर खटिआएका
हाम्रो भाइको योगदान छ यो संस्थामा, उसले योगदान पुर्याएको छ विगतको दिनहरूमा। उसलाई पनि यो आजको कार्यक्रमको तर्फबाट भाइलाई पनि धेरै धेरै बधाई अनि यहाँ पाल्नु भएको लागि धन्यवाद टक्राउँदछु। सेन्टर टिमले आज यो कार्यक्रम सफल हुनुको पछाडि तपाईहरुको खटाइ हो, तपाईहरुको आफ्नो डेडिकेसन हो। तपाईहरुले संस्थाप्रति, हाम्रो जातिप्रति, हाम्रो समुदायप्रति राख्नु भएको तपाईहरुको विचार हो। तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी संस्थालाई यो स्तरमा लिएर आउनु, संस्थालाई यो प्रकारले तपाईहरुले एउटा आयोजना गर्ने कार्यक्रमलाई आयोजना गरेर एकअर्कालाई संस्थामा आबद्ध कसरी हुनुपर्छ, आफ्नो जिम्मेवारी कसरी, शोषणबाट कति मजाले हाम्रो डाक्टर म्याडमले त्यो बारेमा भन्नु हुँदै थियो। तपाईले कतिले बुझ्नुभयो, तपाईले कहनु कुरोलाई तपाईले मनन गर्नुभयो, त्यो म जान्दिनँ। तर यदि तपाईले त्यो कुरोलाई मनन गर्नुभयो भनेदेखिलाई तपाईको जीवनलाई यथार्थ हुन्छ। आजको दिन हामीले सेलिब्रेसनको दिन, इन्टरनेसनल वुमेन डे सेलिब्रेसनको दिन हो। आज म हेर्छु बेंगलोरको हरेक जग्गामा आज त्यही काण्डहरू भइरहेको छ। आज हामी वेजेसमा, हरेक जग्गामा वेजेसमा हाम्रो लेबर्सहरूलाई अत्याचार छ, दमन छ। त्यो दाढीवालाले के भन्ने हो, कस्ता भन्ने हो भन्ने कुरामा पिर नगर्नुहोस् है। यो आजको जुन चाहिँ महिला दिवस चाहिँ एउटा साँच्ची नै भन्यो भने हाम्रो राहुल सरले स्पष्टीकरण दिनु भइसक्यो है। नारी दिवस चाहिँ के भन्दा चाहिँ यो ठाउँमा पनि होइन, बेङ्गलोरमा पनि होइन, इन्डियामा पनि, नेपालमा पनि होइन, एउटा न्युयोर्क जस्तो ठाउँमा चाहिँ 1908मा चाहिँ तपाईँको 15,000 नारीले चाहिँ एकताको साथमा उहाँहरू खडा डाक्टर राहुल राईजी र उहाँहरू अन्टरप्रेनर हुनुहुन्छ र साथै हाम्रो प्रेसिडेन्ट सञ्जीव विके सरलाई पनि हामी खदा लगाएर सम्मान गर्छौँ। र हाम्रो बिचमा त्यसरी नै मलाई एकदमै उहाँ मनपर्छ। उहाँ मेरो दाइ, हाम्रो नेप इन्डियाको खदा लगाएर हामी उहाँलाई सम्मान गर्न चाहन्छौँ। उहाँलाई साथै उहाँ मेरो एकदमै आदरणीय दाजु हुनुहुन्छ। उहाँले जहिले पनि मलाई राजभाइ भने हामी साह्रो गर्न चाहन्छौँ। हाम्रो नेप इन्डियाको खदा लगाएर हामी सम्मान गर्नेछौँ र उहाँहरूलाई तपाईँहरूको उपस्थितिले गर्दामा हाम्रो यो आजको कार्यक्रम एकदमै रमाइलो भयो, राम्रो भयो र शोभा बढ्यो भनौँ है। धन्यवाद सरहरू र विशेष तपाईँहरूलाई म आफ्नो आसन ग्रहण गर्ने अनुरोध गर्न चाहन्छु र उहाँहरूलाई सम्मान गर्नेछौँ। सायद हाम्रो बिचमा अति नै वृद्ध उहाँहरू नै हुनुहुन्छ। हामी जोरदार ताली बजाएर उहाँहरूलाई धन्यवाद दिन्छौँ। यो प्रदेशमा हामीलाई उहाँ आमाहरूको जस्तो व्यक्ति ताली बजाएर उहाँलाई धन्यवाद दिनेछौँ। सुमित सर क्यामेरा हाम्रो भूमिकालाई धन्यवाद। पछाडिपट्टि बसिरहनु भएको हाम्रो गेस्टहरू पनि यता अगाडि आइदिनुहोस् भन्ने राहुल राई सरलाई म अनुरोध चाहन्छु। उहाँले हाम्रो ताली हामी उहाँलाई बजाएर सम्मान गर्नेछौँ। राम्रो फोटो दिने अनुरोध गर्न चाहन्छु। र तपाईँ एकछिन यहीँ बसिरहेको होला। त्यसरी नै हाम्रो निर्मलामा हाम्रो एकदमै सक्रिय आमा श्रीमती र काम कार्यरत हुनुहुन्छ। उहाँले म्यान पावरको एउटा के भन्छ बिजनेसमा उहाँले एकदम कार्यरत हुनुहुन्छ। मान्छेलाई काम लगाइदिने राम्रो उहाँको कन्ट्याक्ट लिड छ र फेरि पनि हाम्रो प्रेसिडेन्टज्यूकोबाट सल अर्पण गराएर साथै हाम्रो डाक्टर साहबबाट हामी उहाँलाई एउटा सम्बर्धना पत्र दिँदैछौँ, एउटा मोमेन्टो। तपाईँ एकछिन यहाँ बसिनु होला। र बिमारी भएर पनि मैले देखेँ, बिमारी हुँदा हुँदै पनि उहाँ आएर
खटेर कार्यरत हुनुहुन्छ र हामी उहाँलाई सम्मान गर्दैछौँ। सल अनि साथै सम्मानना पत्र दिएर म अगाडि बढाउन चाहन्छु। अति नै आदरणीय पदमा म्यामलाई अगाडि म बढाउन चाहन्छु। उहाँलाई पनि हामी सम्मान गर्न चाहन्छौँ। हाम्रो संस्थामा लिनुभएको छ र उहाँलाई पनि हामी सल र साथै सम्बर्धना पत्र अनि यो दिनको लागि म हाम्रो पल सरलाई अगाडि बढाउन चाहन्छु। पल सरले त्यो सम्बर्धना उहाँले दिनुहोस् अनि सल हाम्रो डाक्टर राहुल सरले सम्बर्धना त्यहाँ अगाडि छ। र त्यसरी नै म हाम्रो सीता दिदीलाई अगाडि मञ्चमा बोलाउन चाहन्छु। उहाँ पनि हाम्रो कम्युनिटीमा उहाँ एउटा असल स्त्री जसले आज ठुलो जिम्मेवारी बोकेर बसिरहनु भएको छ र म मोमेन्ट दिनको लागि हाम्रो आजको स्पिच दिनुहुने हाम्रो नामलाई म अगाडि बढाउन चाहन्छु। रमिला गजमेटजी उहाँले त्यो मोमेन्ट उहाँको हातबाट हामी उहाँलाई एउटा यो सम्मान र अन्तिम लास्ट नट द लिस्ट भन्छ है अनि मिति दिदीलाई म अगाडि बढाउन चाहन्छु। उहाँलाई पनि हामी सम्मान गरिरहेका छौँ। उहाँले पनि आज हाम्रो संस्थाको ठुलो कार्यभार निभाउँदै हुनुहुन्छ र यो दिनको लागि सल म अनुरोध गर्न चाहन्छु हाम्रो आदरणीय डाक्टर राहुल राई र अनि मोमेन्टो हाम्रो प्रेसिडेन्ट साहबबाट उहाँको बडीबाट म दिन अनुरोध गर्न चाहन्छु। हुनसक्छ भने एकछिन आफ्नो स्थानमा उभिनु हाम्रो आमाहरूलाई सम्मान गर्नुको लागि आफ्नो स्थानमा एकदम स्ट्यान्डिङ ओभेसन हामी दिन सक्छौँ चाहन्छु। र ओके हामी केक काट्न गएका छौँ। कृपया गरिकन केक अगाडि ल्याइदिनुहोस्। उहाँहरूको बौलीबाट हामी केक काट्दैछौँ। सबैजनालाई आजको दिन विशेष अन्तर्राष्ट्रिय नारी दिवसमा हामी एकदमै हार्दिक बधाई दिँदै यो केकलाई काट्दैछौँ। होइन होइन बाहिरै बस्छौँ, भित्र नबस्छौँ। हुन्छ हुन्छ केही हुँदैन। ल म्याडम हजुर मेरो बर्थडे ल एउटा सुब्बा छ एउटा के आयो भने भन्नुहोस् ल।